हेलो दर्शकबिन नमस्कार। मेरो हरिश बोराको तर्फबाट सम्पूर्णमा मेरो नमस्कार। आज चाहिँ 2083 सालको नयाँ सालको अवसरमा होइन, आज नयाँ साल पनि हो, नयाँ सालको पहिलो दिन पनि। त्यही भएर हाम्रो नयाँ सालको पहिलो दिनमा मैले पनि पहिलो भलक चाहिँ सुरु गरेका छौँ होइन। अब आज चाहिँ हामी घुम्न जाने भन्ने प्लान गरेका छौँ होइन। यहाँ यस्तो केटाहरू पनि रेडी भइरहेछन् अनि यता झोलामा सामानहरू पनि प्याक भइरहेछ। अनि अब खै कस्तो हुन्छ अब हेर्दै गर्नु होला अनि माया गरिदिनु होला। अब भलङमा नै भेट्ने छौँ है गाइजहरू। त्यसको साथसाथै म चाहिँ अब के भन्न चाहन्छु भने 2083 सालको सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सम्पूर्ण मेरो तर्फबाट चाहिँ हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। आज चाहिँ ल गाइज, हाम्रो यो भाइ चाहिँ झोला बोक्ने भइरहेको भएको छ है अहिले। ल गाइज, हामी चाहिँ चन्द्रगिरी जाने भन्ने फिक्स भइरहेको छ होइन। तर हिँडेर जाने हो हामी चाहिँ। अब बाटो केटाहरूलाई बाटो पनि थाहा छैन यिनीहरूलाई। अब खै अब कहाँ पुग्छौँ है, आज हामी हराउन पनि सक्छौँ। गाइज हामी चाहिँ अब कहाँ पुग्यौँ थाहा छैन है गाइजहरू। हामी चाहिँ यो त्रिवेणी टोल भन्ने छ यता होइन। हामी चाहिँ रुमबाट निस्केको लगभग आधा घन्टा भइसक्यो होइन। अब हिँडेर जान्ला हो होइन। अब कति मिनटमा कति घन्टामा पुगिन्छ अब चन्द्रगिरी त। अब खै हामी चाहिँ अब यात्रा त जारी छ हाम्रो है। आज हामी हिँडेर चाहिँ चन्द्रगिरी जसरी भयो नि ऊ पुरो डाँडा हो होइन। डाँडा यताबाट आज अलि मौसम भएर राम्रोसँग देखिरहेको छैन। अनि हामी अनुमानमा भयो नि डाँडा उकल्ना गरेर पनि उकल्दा पनि हामी जसरी नै पुग्ने हो क्या। यस्तो धुवा छ क्या बाटो। अब यता दुईवटा बाटो छ। अब खै यताबाट जाने कि यताबाट जाने, हामीलाई अब बाटो पनि थाहा छैन। अब अनुमानमा जान्ला हो। उता डाँडा देखाएको छौँ हामीले चन्द्रगिरीको होइन। अब हामी अनुमानमा जान्ला हो, यहीँबाट जान्छौँ। यता चाहिँ इँटा बनाउने रहेछन् है। इँटा बनाउने रहेछ नि यता चाहिँ। यता हामी खै त्रिवेणी टोल भन्ने ठाउँमा छौँ अहिले। उता इँटा भट्टी पनि छ, अहिले देखाउँछ हामी। यता चाहिँ इँटा भट्टी पनि रहेछ है गाइजहरू यता। खै यार कहाँ हो के हो भन्ने हो क्या यार। कहाँ हो हामी चाहिँ, कहाँ पुग्यौँ के थाहा छैन, बाटो थाहा छैन। अब कुन इँटा रहेछ यार यो? हिरा भन्ने इँटा उत्पादन हुने रहेछ यता गाइजहरू। दामी छ यार। आज पानी पो लाग्ने हो कि यार। अब के हो मोबाइल चाहिँ रुझ्यो न खै यो दामी छ यार यता। गाइज माथि डाँडा हो यार, पुग्नु हामीले पर्ने यार। अहिले कहाँ हामी अहिले 1 बजिसक्यो अहिले। अब कति बेला पुग्ने हो हामी? रिटर्न पनि हुनुपर्ने, हिँडेरै रुम आउनु पर्ने अब है। के हो पुग्ने हो कि होइन आज हामी है? उकालो हो अब उकालो लाग्दैला। अब पुग्दो भने हामीले पुरोमा हो। दामी हो क्या तर अब माथिबाट भ्यू पनि दामी आउने हो गाइजहरू। यस्तो दामी आउँछ नि माथिबाट। गएको छैन है, तर आकाशमा हुनाले भने मात्र मैले। माथि ठाउँ उच्च छ नि, त्यही भएर भने कि मैले राम्रो आउला भनेर। थकाइ लागेर बसिया छ नि यार। अब यहाँबाट केही सामान लग्नु पर्यो, त्यही भएर यहाँ बसिया छ नि केटाहरू चाहिँ। अब हामी यहाँ नजिक पुग्न लाग्छ नि त, त्यही भएर अब केही खानेकुरा पनि लग्नु पर्यो। भोक लाग्यो भने त पछि हिँडेर आउन सकिन्न, त्यही भएर माथि टाढा। फाइनल्ली हामी यो पसलदेखि के अरे
चाउचाउ अनि केहरू खानेकुरा लगेर हामी उता उता गइसकेका छन्। एकजना रमाइलो गरिरहेछन् यो गाडीमा, मस्त छ। सायद टुरिस्ट होलान्, डान्स गर्दै गीत गाउँदै गइरहेछन्। गाइज फाइनल्ली हामी यो के अरे यो के भन्छ अरे यो चन्द्रगिरीको ठेक्नेर पुगिसक्यौँ है हामी फाइनल्ली। अझै फेरि यहाँबाट कति लाग्छ हामी 1.5 घन्टा जति हिँडिसक्यौँ है। अझै यहाँबाट फेरि 1.5 घन्टा त पक्कै लाग्छ होला गाइजहरू। हामी त्यहाँ खै पुगिने हो कि होइन है। यहाँदेखि गाडी पनि जाने रहेछ, जान त गाह्रो छ गाइज, घुम्नलाई नि गाह्रो हुने रहेछ हो गाइजहरू। यस्तो ठाउँ देख्दा त आफ्नै गाउँको रमाइलोको बारेमा याद आयो हो गाइजहरू। मलाई त गाउँको याद आयो मलाई यस्तो ठाउँ देख्दा त। हाम्रै गाउँ जस्तो थियो त। छुर्पी किनेको गाडी चपाउनै गाह्रो भयो भने डाँडा भाँच्ने हो कि क्या। फाइनल्ली गाइज अब काठमाडौँको भ्यू लगभग देखिन लाग्छ होइन, देखिँदैछ। हामी चाहिँ अब जङ्गलको छेउतिर पुगिरहेछौँ है। यस्तो छ बाटो यता, तर बाटो चाहिँ थाहा छैन है हामीलाई। थकाइले मर्न लाग्यौँ हामी। फेरि कतिखेर पुग्ने हौँ हामी फेरि। फेरि गर्मी नि के साह्रो हो भने फेरि केटाहरूले यार झोला पनि मलाई नै दियो, बोक्न पनि अप्ठ्यारो, गरमको भइरहेछ कस्तो। मतिर बोकाउने यार एकजना एकजनालाई बोकिने दुईजना लागेर पालो पालो। अनि यो तालले त पुगिन्न जस्तो छ यार गाइज, यार के हो अलिक पुग्नु पऱ्यो क्या। हामी फेरि बाटो भुलेर अझ हामी के हो, हामी त अझ यहाँ रिटर्न भइसक्यौँ है। ऊ परदेखि जानुपर्ने अरे, उता एकजना यता अङ्कललाई सोध्यौँ अनि अहिले यतादेखि होइन अरे, यतादेखि ऊ परदेखि जानुपर्छ भन्दै थिएँ। यहाँदेखि जानु पर्ला। बाटो थाहा नभएपछि यस्तै हो गाइज, दुःख छ। यहाँदेखि जानु रहेछ गाइजहरू। हामी त यताबाट उता गइरहेको, यता पिच बाटो थियो नि, हामी त उतासम्म माथिसम्म पिचै होला भनेर यताबाट गइरहेको। यताबाट हामीले चाहिँ यताबाट आउनुपर्ने रहेछ, यता झाडीमा, झाडीदेखि यस्तो झाडी हो। अब बाघ भालुको नि डर हो यता त फेरि। केटाहरू माथि पुग्छ कि है। रमाइलो छ कि, गाउँघरको याद आइरहेको छ यस्तो जङ्गल देख्दा त। हामी त गाउँले परियो है, यस्तो छ। हामीलाई त थकाइ लाग्यो, एकछिन रेस्ट गर्नु पऱ्यो है। यता रमाइलो छ अनि जिउ पनि खानु पऱ्यो यता एकछिन। तपाईँ पनि यसरी नै आउनु होला, रमाइलो गर्नु होला यसरी। हामीलाई नि तपाईँहरूको भिडियो हेर्ने अवसर दिलाइदिनु होला भन्न चाहन्छु गाइज। हामी चाहिँ अब अझ पनि छन् है गाइज, एउटै मात्र छैन, यता पनि छन्। यता भुजा पनि छन्, के छन् हाम्रोमा ल्याएको। ए गाइजहरू यस्तो जङ्गलमा अब एउटा गीत पनि हान्नु पऱ्यो कि अब यार गाइजहरू। हामी त बजाङ्गी पऱ्यौँ है गाउँले। अब हाम्रोतिर त के अरे के भन्छ अरे, हाम्रोतिर त देउडा हुन्छ खासै। अरू ऱ्याप स्याप भन्ने कुरा हाम्रो खासै हामीलाई आउँदैन पनि। त्यही भएको हुनाले एउटा देउडा गाइदिउँ क्या अब फेरि। ए धान पाक्या असोज मोडै गर्नु कैला पो हो, धान पाक्या असोज, धान पाक्या असोज मोडा गर्नु कैला पो हो, धान पाक्या असोज। ए बैकानी कहाँ खोज आइगयो बझाङको बैकान, बैकानी कहाँ खोज, बैकानी कहाँ खोज आइगयो बझाङको बैकान, बैकानी कहाँ खोज। ए बैकानी कहाँ खोज आइगयो बझाङको बैकान, बैकानी कहाँ खोज। आउँदैन गाइस खासै, त्यही पनि हल्का फुल्का रमाइलो है। फाइनल्ली गाइज हामी चाहिँ माथि डाँडापट्टि पुगिसकेका छौँ है गाइज। हाम्रो चाहिँ यतापट्टि छ काठमाडौँ हो, यतापट्टि है, यतापट्टि छ खै के हो थाहा छैन।
हामी चाहिँ पहिलोपटक आएको छौँ होइन, त्यो भएर थाहा होइन। यता चन्द्रगिरी चाहिँ ऊ परपट्टि हो होइन, हामी चाहिँ तलदेखि आयो हो, तलदेखि आएर अहिले यो बाटो हुँदै अहिले गइरहेछौँ गाइजहरू। हामी लगभग चाहिँ हामी चन्द्रगिरी पुग्ने लगभग नजिक पुगिसकेका छौँ होइन। थोरै छ अब, थोरै छ भनौँ, केही आधा घन्टा जति लाग्ला चन्द्रगिरी पुग्न चाहिँ। रमाइलो छ ऊ डाँडाको। थकाइ पनि लास्टै लाग्यो गाइजहरू, 5 घन्टा भयो हिँड्दा हिँड्दै, 5 घन्टा लगभग किर्तिपुरदेखि यहाँ पुग्न चाहिँ होइन, किर्तिपुरदेखि चन्द्रगिरी पुग्न चाहिँ लगभग हिँडेर चाहिँ लगभग 5-5.5 घन्टा जति लाग्ने रहेछ गाइज। त्यही रहेछ, 5 घन्टा जति लाग्यो। हामी चाहिँ बिहान 10 बजे रुमदेखि आयो गाइज। अनि अहिले चाहिँ हाम्रो ठ्याक्कै 3 बज्न लाग्छ। अनि गाइज हामी चाहिँ अब चटपटे खाने भन्ने कि कुरा गरिरहेछौँ होइन। त्यही भएर अब यहाँ पर बाटो छ होइन, अब बाटोमा बसेर के खानु भनेर अब अलि झाडीतिर छिर्न लाग्छौँ। त्यही हो, अब चटपटे खान्छौँ हामी एकछिनमा, यहाँ ठाउँ राम्रो खोजेर, बस्ने ठाउँ खोजेर। फाइनली केटाहरू चाहिँ हाम्रो चटपटे बनाउनलाई रेडी भइरहेछन्। ल केटाहरू रे, छिटो गएर के फाइनल्ली गाइज हामी चाहिँ अब चन्द्रगिरीमा चाहिँ पुग्यौँ भन्न सकिन्छ होइन। चन्द्रगिरीमा चाहिँ पुगिसक्यौँ भन्छौँ अब। यस्तो यहाँ माथि चाहिँ चन्द्रगिरी छ, यस्तो यता चाहिँ के हो खै थाहा छैन। यस्तो दामी छ ठाउँ, यता स्विमिङ पनि छ होइन, दामी छ ठाउँ। यता चाहिँ घुम्नलाई अवश्य आउनु होला तपाईँ पनि। ल दामी, उता चाहिँ केबल कार पनि आइरहेछन् होइन, दामी छ ठाउँ गाइज। यस्तो राम्रो ठाउँमा त आउनुपर्छ है गाइजहरू। लो गाइज हामी चाहिँ अब चन्द्रगिरीबाट फर्किसक्यौँ है गाइजहरू। आज त्यस्तो केबुल कारमा जानलाई त्यस्तो ऊ पनि भाडा पनि महँगो, अनि खासै त्यहाँ ऊ चाहिँ के अरे टिकट नि पाइरहेको थिएन गाइज। त्यही भएर हामी चाहिँ अब हिँडेर जान लाग्छौँ होइन, हिँडेर गइरहेछौँ। अब यहाँदेखि अब आउनलाई त 5 घन्टा लाग्यो होइन, अब जानलाई कति लाग्छ। अब यहाँदेखि अब त्यो तलसम्म त ओह्रालो बाटो छ, अब त्यहाँसम्म त हिँडेर जान सकिन्छ। अब हिँडेर जान्छ, त्यहाँबाट अब ट्याक्सीमा जानु पर्ला अब गाइजहरू। अब ल सो गाइज त्यस्तै छ। अब बाँकी अब अर्को भ्लगमा भेटौँला गाइज, आजलाई बाई।